केपी ओलीको पार्टीभित्रको मान्छे, केपी ओलीको नजिकको मान्छे, विश्वासको पात्रले कानुनै नलाग्यो यो देशमा। पक्राउपुर्जी जारी भएको छ र केपी ओलीको कार्यक्रममा खुद बसेर हिँडिरहेको छ। प्रहरी हातमा पक्राउपुर्जी डुलाउँदै हिँडिरहेको छ, तर पक्राउन सकिरहेको छैन। के हो यो? यही हो सुशासन? केपी ओलीको सुशासन यही हो? एउटा रोए जस्तो गर्ने, एउटा हाने जस्तो गर्ने प्रहरी र सरकारी वकिलको काम भइरहेको छ। उसलाई उन्मुक्ति दिने, उसलाई बचाउने, संरक्षण गर्ने काम भइरहेको छ। मैले कसरी न्याय माग्न कहाँ जाने? मैले साउदी अरब, दुबई, कतार जाने हो न्याय माग्न? गुन्डागिर्दी गर्ने अनि यस्ता मान्छेले राजनीति गर्ने रे, देश परिवर्तन गर्ने, समाज विकास गर्ने रे, यस्ता नैतिक नभएका, चरित्र नभएका अमर्यादित व्यक्तिले केही गर्छ जस्तो लाग्छ हजुरहरूलाई? केपी ओलीको नालायक, स्वेच्छाचारी, निरङ्कुश, तानाशाही सरकारले चाहिँ बलात्कारी ऐन महरलाई प्रष्ट स्पष्ट रूपमा बचाउने, संरक्षण गर्ने षड्यन्त्र योजना कार्यक्रम तय गरिरहेको छ। त्यो काम गरिरहेको छ। यो कुरा पनि म सुनाउँछु। उहाँहरूले डिसिजन गरेको कुरा म आज गर्छु। प्रमाण पुगेन यहाँले भनेको कुराहरू म सुनाउँछु हजुरहरूलाई। म बलात्कारी ऐन महरलाई यो भन्न चाहन्छु, तेरो पैसा, तेरो पावरले, तेरो बुवा केपी ओली सरकारले तँलाई जति बचाउन खोजे पनि, उन्मुक्ति संरक्षण गर्न खोजे पनि, म आफूमाथि भएको अन्याय विरुद्ध शरीरमा एक मुट्ठी सास, एक थोप्पा रगत हुन्जेलसम्म म आफ्नो अन्याय विरुद्ध लडिरहनेछु। र तैँले मारिनस् भने, तेरा गुन्डाहरूले, तेरा गुन्डिनीहरूले मारेन भने, बचेछु भने म तँलाई 10 वर्ष होस्, 5 महिना होस्, 6 महिना होस्, जति महिना होस् तँलाई कानुनी कटकरामा उभ्याएरै छोड्छु। तैँले क्लिन चिट पाउँछु भनेर त्यो माइन्डबाट हटाउँदा हुन्छ।